ल हेर्नुहोस्, सिंहदरबारमा एकाएक एउटा इबी गाडी प्रहरीको नियन्त्रणमा रह्यो। प्रहरीको निगरानीमा रहेपछि त्यहाँ भित्रका मानिसको खानतलासी हुन थाल्यो। त्यो गाडीभित्र प्रहरीको आशंका थियो कोटेश्वर घटनाका आरोपी एक व्यक्ति रहेको। त्यो गाडीलाई प्रहरीले फलो गर्दै सिंहदरबार बाहिर निकाल्ने प्रयास गर्यो, तर त्यो गाडीको सिसा नखोलेर जबरजस्ती उनीहरूले गाडी मोरेर सरासर राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय परिसरमा लग्यो। प्रहरीले पनि पिछा गर्दै त्यहीँ पुग्यो। यो गाडी पुग्यो राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंहदरबार स्थित संसदीय दलको कार्यालय अगाडि। त्यहाँ एकछिन भिड रौनकता छाएको थियो। ल हेर्नुहोस्, व्यक्ति को हुन्? किन त्यो गाडीभित्र थियो? उनले के गरेका थिए? उनीका सहकर्मीबाट सुनौ त। यसरी चाहिँ सिंहदरबारभित्रबाट हामी जान्छु ल बस है टोली बस हाम्रो अध्यक्षज्यूलाई बग्रागढीको अवस्था छ। राष्ट्रिय युवा मोर्चा केन्द्रीय उहाँको कैलाश कटवालज्यूलाई बग्रागढी छ। उहाँसँग हामी सँगै जान्छु भन्दा पनि हामीलाई नलगिएको अवस्था छ। अहिले भिन्नता किन भन्ने कुरो बुझेका छैनौँ। उहाँले जे गतिविधि गरे हो हामीले पनि त्यही गतिविधि गरे हौँ। हामीले यहाँ आएर कुनै त्यस्तो नाराबाजी कुनै केही काम नगरिकन हामीलाई हाम्रो अध्यक्षज्यूलाई लानुभएको छ। उहाँ तिन कुनै घटनामा संलग्न भन्ने आरोप छ नि, सुनिन्छ के हो? तिन कुनै घटनामा संलग्न हो या होइन, त्यही भन्ने न्यायिक समिति गठन गरेर छानबिन हुनुपर्छ सबैभन्दा पहिला। कुनै न्यायिक समिति गठन उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय युवा मोर्चाको केन्द्रीय कोषाध्यक्ष कैलाश कटवाल, म त्यही सङ्गठनको केन्द्रीय कोषाध्यक्ष किरण दुवाल। तर आज हाम्रो सङ्गठनको अध्यक्षलाई मात्रै लानु र हामीलाई नलानुको कारण मैले बुझ्न सकिरहेको छैन। जबकि उहाँले जे गर्नुभएको छ हामीले पनि त्यही गरेका हौँ। यहाँभित्र अध्यक्षज्यूको गाडी नै यहाँ अघि देखिहाल्नुभयो तपाईँहरूले, गडबड गर्ला जस्तो थियो।